एकल कार्यक्रम कस्तो लाग्यो तपाईँहरूलाई? अब हामी स्टेजमा सम्मान गर्दैछौँ हाम्रा आजका प्रमुख अतिथि वरिष्ठ सङ्गीतकार दीपक जङ्गमजीलाई हामी स्टेजमा निम्त्याउँदछौँ। अनि योभन्दा अगाडि सभापति विजयलाल गङ्गोलजीलाई स्टेजमा आइदिनु होला। अनि प्रमुख अतिथि दीपक जङ्गम वरिष्ठ सङ्गीतकार, यसकै विशेष अतिथि कृष्णमान गङ्गोल कीर्तिपुर नगरपालिकाका मेयर हुनुहुन्छ उहाँलाई पनि स्टेजमा निमन्त्रणा गर्दछु, स्टेजमा आइदिनु होला। यस्तै अतिथिमा रमेश श्रेष्ठ वरिष्ठ सङ्गीत कवि जनकलाकार रमेश श्रेष्ठजीलाई पनि स्टेजमा निम्त्याउँदछु, स्टेजमा आइदिनु होला। यस्तै अर्का अतिथि हुनुहुन्छ वरिष्ठ शास्त्रीय सङ्गीत गुरु हाम्रा सतीश महर्जनजीका गुरु हुनुहुन्छ उहाँ प्रभुराज ढकालजीलाई पनि स्टेजमा निमन्त्रणा छ, आइदिनु होला। यस्तै वरिष्ठ सङ्गीत अन्वेषक रामकृष्ण दुवा स्टेजमा पाल्नु होला। यस्तै इन्जिनियर जुजुकाजी वरिष्ठ सङ्गीतकर्मी गायक उहाँलाई पनि स्टेजमा निमन्त्रणा गर्दछु। यस्तै मनोरञ्जन नकर्मी वरिष्ठ सङ्गीतकार उहाँलाई पनि स्टेजमा आमन्त्रण गर्छु, प्लिज आइदिनु होला। हजुर स्टेजमा आइदिनु होला। अनि हाम्रा आयोजक कृपया नव प्रतिभाले प्रोत्साहन अग्रजलाई सम्मान हाम्रो कला संस्कृति राष्ट्रको गौरविक पहिचानको उदाहरणलाई हामीले उजागर गरेका छौँ। हामीले हाम्रो नव प्रतिभा एवं अग्रजलाई हामीले सम्मान गरेका छौँ। कृपया बसिदिनु होला, एकछिन बसिदिनु होला। अनि हामी यो सम्मान कार्यक्रममा बुकी यानी कि फुल वरिष्ठ सङ्गीतकर्मी मनोरञ्जन नकर्मीजीले उहाँ हाम्रो आजका प्रमुख गायक सतीश महर्जनजीलाई हस्तान्तरण गर्नुहुनेछ। मनोरञ्जन नकर्मी एकछिन बसिदिनु होला। अनि हाम्रो यो सानो कार्यक्रम छ, कार्यक्रमपछि हामी समयपछि कार्यक्रमतिर हामी लाग्नेछौँ। वरिष्ठ सङ्गीतकर्मी मनोरञ्जन नकर्मी हाम्रो अतिथि स्टेजमा आइदिनु होला। बुकी मनोरञ्जन नकर्मीजीले बुकी हस्तान्तरण गर्नुहुनेछ हाम्रो आजको सतीश महर्जनजीलाई। दुसरा झिगुटको गोसाकुले दुसरा कृष्णदेवी महर्जन कृष्ण टिकादी segala perhatian bisa seperti siapa lagi sudah untuk pertimbangan lagi jaga dulu. Oleh bukti bersinga lengkap selama berkaitan kita वरिष्ठ संगीत कवि गायक इंजीनियर जुजुकाजी रंजीत जुएकर बिना सेवा हजुर से लाभ उठाए ठीक सतीश इकुया खबर निपायस्तान सतीश महर्जन एक सतीश यस संगीत या जगेला अरे अठारह को ठेका गीत वरिष्ठ संगीत अन्वेषक रामकृष्ण दुवाजु या इला पिला चला रामकृष्ण दुवाजु एक सतीश महर्जन या गुरु लख हजुर से लाभ उठाए
kita लगातार जी गुरुबाटे आधा ग्रहणयात्री विशेष प्रोजेक्ट हो तपुलीका गीत वरिष्ठ सङ्गीत कवि रमेश श्रेष्ठ जुएल इनाम रचना तपुलीका गीत रमेश श्रेष्ठ हजुर टोपी प्रदान गरिदिनु हाम्रा वरिष्ठ सङ्गीतकार रमेश श्रेष्ठजीलाई हजुर त्यस्तै नेपाली चिरालीका वरिष्ठ शास्त्रीय गुरु प्रभुराज ढकाल जुएल इनाम रचना प्रभुराज ढकाल गुरु जी सतीश महर्जलिया गुरु का यो बेतरी चिकिले सेनानी जी विजयला लेकर इनाम रचना हजुर सबै भाषा लामो थाहा सतीश महर्जन लिएर पुग्छ विश्वको ऐतिहासिक रूपमा गएको सतीश महर्जनले यहाँको सङ्गीत ज्यादै दिशा सोया अनि एकया मिनेना अनि चिकित जस्ता तिमीहरू जस्ता दसैँ अनि सङ्गीत समेत छ गएको सतीश महर्जन रूपु पुलाङ्गो मेदो नेना हजुर एकको स्वयरोजी गुरु प्रभुराज ढकाल जुएल पोसो अधिक झेकी सङ्गीत ख सङ्गीत ग्रुपले बेतली सिजन झिक्ने गायक सक्ने अहिले बसला नेता बिग्रिन्थे किपु नगरपालिका हुए कृष्णमान दम्बोल जुएका किनापिना छन् बसला नेता बिग्रिन्थे किपु नगरपालिका हुए कृष्णमान दम्बोल जुएका किनापिना छन् अनि ठुलुङ्गा सबैको हनाको कतिको समय पत्र लगाएको थियो हजुर समान पत्र न्यो जिसमा चाहिँ कोही जी सतीश महर्जन जुएल जीव नेपाली कला संस्कृति उत्थान समाजबाट छु वर्ष जङ्गो रकम कोलीको जीव हो नेवा परम्पराका चाहिँ छु भाषा प्याउले जिसमा चाहिँ केपु विवाह को केपु कथा नेदो तकया चेक दलाइतेला को नेदो तक अति 50,000 त्यो लगा दिग्निति नेपाल कला समाज आयो अनि छिज्याको यसो बनायो विजयलाल गङ्गोल छु नहुनादि इनाम राख्न सबै पट्या सिसी मोडले यो प्रोत्साहन नेदो तकया त्यो चेक छ लेखेको सुनेको यो प्रतिशत मोडल दिएको के को छ हजुर अहिले सम्मान पत्र हनापौ लगाएको छु हनापौ लगाएको निम्ति चाहिँ मुपा वरिष्ठ सङ्गीतकार दीपक जन्दन जुएल इनाम कसरी हो त्यो सम्मान पत्र बनाइएका दिगो निम्ति जीवको घोषणा गरेर नेपाल कला उत्थान समाज संस्थापक तुझ नवीन जोशी जुएल जी इनाम रचना नवीन जोशी चाहिँ मान्छे चाहिएको इनाम रचना माइकको ब्याडी त इनाम रचना सकलसित हनाबदलसे जोजोरपा नमस्कार जी ताका मदासे जीतलो वेगका दिपके हनाबौ बना छिपिका दियो लेगे बुकाया नयाँ प्रतिभालाई प्रोत्साहन अग्रजलाई सम्मान हाम्रो कला संस्कृति नेपालको मौलिक पहिचान नेपाल कला संस्कृति उत्थान समाज सतीश सङ्गीतीय ज सतीश महर्जन एकल साङ्गीतिक साँझ 1946 सम्मान पत्र कीर्तिपुर नगरपालिका 5 वडा दिख्यो पान्या निवासी कीर्तिपुर नगरको गौरव नेपालको शान साङ्गीतिक आकाशमा अमूल्य चम्केला नक्षत्र सङ्गीतकर्मी लोकप्रिय गायक सतीश महर्जन एकल साँझ 1946 सतीश सह सङ्गीतीय ज नामक सोलो कन्सर्टमा गायक सतीश महर्जनका गीत सङ्गीत
कीर्तिपुर नगरपालिकाका 8 वडा स्थित कीर्तिपुर सिनेप्लेक्स हलमा सौहार्दपूर्ण वातावरणमा प्रस्तुत गरियो। सतीश महर्जनको उक्त एकल साङ्गीतिक साज पश्चात नेपाल कला संस्कृति उत्थान समाजद्वारा गायक सतीश महर्जनको विगत 4 दशकदेखि हालसम्म साङ्गीतिक क्षेत्रमा गर्नुभएको उदाहरणीय योगदानलाई उच्चतम कदर गर्दै भोलिका दिनमा पनि सङ्गीतमय माध्यमबाट आफ्नो एवं देश र जनताको नाम संसारभर फैलाई साङ्गीतिक आकाशमा ध्रुव तारा झैँ सदा चम्किरहोस् भन्ने मनोकामनाका साथ सङ्गीतमय इतिहास रचना सफल होस् भन्ने कामना गर्दै यो सम्मान पत्र लोकप्रिय गायक सतीश महर्जनलाई प्रदान गरिएको छ। आशा छ सतीश महर्जनले जीवनभर सङ्गीतलाई निरन्तरता दिनुहुनेछ भन्ने प्रगाढ अपेक्षा साथ हार्दिक मङ्गलमय शुभकामना। यसमा सिग्नेचर छ संस्थापक अध्यक्ष विजयलाल गङ्गोल, नेपाल कला संस्कृति उत्थान समाजको अध्यक्ष, त्यसकै प्रमुख अतिथि दीपक जङ्गम वरिष्ठ सङ्गीतकार, विशेष अतिथि कृष्णमान गङ्गोल नगर प्रमुख कीर्तिपुर नगरपालिका, यस्तै संस्थापक सचिव नरेन्द्र साकेत नेपाल कला संस्कृति उत्थान समाज। धन्यवाद। हजुर, हाम्रो वरिष्ठ आजका प्रमुख अतिथि वरिष्ठ सङ्गीतकार दीपक जङ्गमज्यूको हातबाट यो सम्मान पत्र प्रदान गर्दछौँ। कृपया ताली बजाइदिनुहोला सम्मान स्वरूप। हामीले आज नेपाल कला संस्कृति उत्थान समाजको आयोजनामा यो सङ्गीत छ सतीश महर्जनको एकल साथ हामीले गरेको धेरै धेरै धन्यवाद। अब हामी यस कार्यक्रममा सतीश महर्जन आमा दुर्गा देवी महर्जन ज्यूलाई यस स्टेजमा आमन्त्रण गर्दछौँ। कृपया आमा दुर्गा देवी महर्जन स्टेजमा आइदिनु होला। अनि यस्तै राजु महर्जन सतीश महर्जनजीको दाइ दाजु हुनुहुन्छ। यस्तै शान्ति महर्जन भाउजू अनि आयुश्री महर्जन छोरी, राजु महर्जन शान्ति महर्जन छोरी सबै स्टेजमा आमन्त्रण गर्दछौँ। आइदिनु होला। उहाँ जानुभयो कि छैन है। यस्तै सुन्दर कुमार महर्जन सतीश भाइ, यस्तै राधिका महर्जन अनि राधिका महर्जन हाम्रो सतीश महर्जनजीको हाम्रो उहाँ जीवन सङ्गीत हुनुहुन्छ। राधिका महर्जन, यस्तै छोरा मनन महर्जन, यस्तै सङ्गीता महर्जन सतीशकी बुहारी सुन्दर महर्जनलाई आमन्त्रण गर्छु। उहाँ हाम्रो यस कार्यक्रमका सङ्गीत संयोजक नेतृत्व गर्नुहुन्छ। सुन्दर कुमार महर्जन, यस्तै सामुएल महर्जन सुन्दर छोरा हुनुहुन्छ। उहाँलाई सबै सपरिवारलाई यस स्टेजमा नृत्य गर्छु। हजुरहरू एकछिन बसिदिनु स्टेजमा फोटो हामी खिच्छौँ। एकछिन बसिदिनु होला। हाम्रा अतिथि गणहरू एकछिन बसिदिनु होला। अनि हाम्रो सतीश महर्जनजीले माइक दिनु होला। प्राप्ति साथी सतीश महर्जनजीले माइक दिनु होला। अब हामी सतीश महर्जनजी आजका मुख्य नायक सतीश महर्जनजीको सानो मन्तव्य, उहाँले जुन यो एकल साज गर्नुभयो उहाँको विचारमा अनि उहाँले गर्नुभएको आजको कार्यक्रम के कस्तो भयो उहाँले बोल्नुहुन्छ। उहाँको सानो मन्तव्य, उहाँको विचार हामी यहाँ समक्ष राख्नेछौँ। माइक दिनु होला। माइक लाइन आएन।
हाम्रो प्रविधिक साथी कहाँ जानुभयो